So hey guys, good afternoon, welcome back to my channel. I hope so सन्चै हुनुहुन्छ होला। म पनि सुन्दैछु क्याब बिर्सेँ कि भनेर यसो छामे रहेछ धन्न। अब टक्क रेडी भएर काम निस्किसकेँ। अहिले बाहिर निस्क्यो भने तपाईँहरूलाई पनि भेट्ने नै छु है त ल। त गाइस यहाँ चाहिँ नोटिस आइसकेको रहेछ होइन टक्क। आज चाहिँ अब लाइट साइट जान्छ अरे 8 बजेदेखिबाट 2 बजीसम्म भनेर त्यस्तो केही खबर आएछ होइन। त्यो भएको कारणले चाहिँ अलिकति सुत्नमा गडबड होला जस्तो भइरहेछ। किनकि अब अलिकति एसी बन्द भइसक्यो त सकिँदैन नि त थाम्नै सकिँदैन होइन। लास्ट झ्याउ भइरहेछ यहाँ। जताडे मलाई च्याप्ने कोसिस भइरहेछ क्या के भइरहेछ। यस्तो धर्म र यस्तो धर्म भइरहेको थियो गाइजमा होइन। बाहिर निस्किने कि ननिस्किने भएर साइको भइरहेको थिएँ क्या म। धर्मर भइरहेको थिएँ होइन। तर बस्नै मन लागेन कि रुममा। जतिसुकै गऱ्यौँ भने बरु अलिकति बेसी वर्कआउट हानिदिन्छु होइन। अलिकति जिउ धेरै दुख्ने गरी बनाइदिन्छु क्या। आफूलाई धेरै टर्चर दिन्छु क्या। त्यो भइसकेपछि जति गरिमा पनि निगार लाग्छ भनेर चाहिँ अब एसी नचले पनि सुतिन्छ होइन। त्यो भएको कारणले चाहिँ निस्केँ खाइछु बाहिर। अब चाहिँ त्यो यताउता सोचेर भएन कि हिजो अस्ति होइन के भइरहेछ। कहिले केही न केही प्रब्लम आउँछ। प्रब्लममा अब पछाडि हटेर त भएन होइन। के भन्ने यस्तै छ मेरो बानी है। हेर्ने नोटिस नै छाडेर गएको छ कि यहाँ 8 बजेदेखि 2 बजीसम्म चाहिँ अलमजाभित्र चाहिँ लाइन आउँदैन अरे होइन। केही प्रब्लम छ अरे यो लाइनको एरियामा। त्यो भएको कारणले चाहिँ बन्द हुन्छ अरे होइन। त्यो भएको कारणले अलिकति चाँडै सुत्नु अब चाँडै के काम गर्नु भनेर नोटिस दियो होला नि त होइन। लगाइन्छ त्यही नै हो। म चाहिँ निस्किसकेँ बाहिर होइन। अब एकलट सर र एक एरिया हानेर अलिकति बेसी वर्कआउट हानेर होइन म फर्किनेछु। तपाईँहरूलाई म भेट्ने नै छु, देख्ने नै छु, हेर्ने नै छु है त ल। तपाईँहरू हेर्दै गर्नु। जतिसुकै विकसित देश भयो भने गाइज होइन यस्तो कुराहरूले चाहिँ अलिकति औडा बनाउँछ कि होइन। अर्को घरमा लाइन बिग्रियो भनेदेखि नि ओल्लो घरमा सबै टोलभरि नै लाइन जाने क्या पुरै। त्यस्तो त गलत हो नि त सिधै होइन। त्यो त सरासर गलत हो नि त। त्यो त एउटा घरमा बिग्रिन्छ त घरभित्रको मात्र बनाउनु पऱ्यो नि त। अर्को घरको खोलेर बनाउने हो त हामीलाई टेन्सन हुँदैन होइन। हामीलाई निन्दा लाग्दैन, कम तनाव हुन्छ हामीलाई। ल त गाइज वर्कआउट चाहिँ सकियो होइन फाइनली। आज अलिकति भने जस्तो भयो होइन। झ्याप निन्द्रा लाग्छ कि यस्तो भयो भने चाहिँ ठ्याक्कै निन्द्रा लागिहाल्छ क्या। अलिकति जिउमा दुखाइ पेन भयो भनेदेखि होइन अलिकति पेन फिल होस् कि अलिकति यता हल्लिँदा नि दुखोस् यता फुल्किने नि दुखोस् होइन। टक्क गएर सरक्क नआएर सुतिसकेपछि खतरा निन्द्रा लाग्छ। लाइट साइट नभए पनि मलाई मतलबै लाग्दैन क्या जेसुकै भयो नि होइन। वास्तै भएन नि त अब आफ्नो के भन्छ आफ्नो भागको आफूले बुझाउनु पर्ने कुरा बुझाइयो भनौँ न अब होइन। गर्नुपर्ने कुरा गराइयो त्यति भइसकेपछि ढुक्क भयो अब होइन त। लगाएछ अहिले चाहिँ टक्क म फर्किँदैछु। यहाँ टक्क गाडी पार्किङमा राखेर यस्तो चार गर्दैछ। जहिले त्यहाँ म अगाडि पानी पिएर जान्थेँ होइन। आजकल त्यहाँ पानी पिउन नि मन लागेन। चिसो पानी आउँछ टाउको दुखिरहेछ होइन। अलिअलि चिसोले हानेर टक्क टाउको दुखिरहेछ। त्यहाँको पानी अहिले खाइहाल्नु चाहिँ हुन्थेन कि। अहिले अब वर्कआउट गरिरहेको छु नि त होइन। अलिकति यस्तो वर्कआउट गाह्रो वर्कआउट गरिराखेर चाहिँ चिसो पानी भत्तै खाइहाल्यो भनेदेखि चाहिँ बिरामी हुनसक्ने सम्भावना धेरै हुन्छ गाइस, धेरै हुन्छ होइन। हेर्नु त ल पार्किङभित्र यत्रो 134वटा स्पेस अभाइलेबल छ अहिले भनेपछि कत्रो ठुलो पार्किङ होला धेरै हो होइन गाइस। र टक्क तपाईँहरूले चाहिँ वर्कआउट अलिकति गाह्रो गरिराखेको बेला चाहिँ चिसो पानी चाहिँ भत्त अलिकति खाइहाल्नु हुँदैन है। वर्कआउटको मात्रै कुरा होइन अलिकति स्याँ फ्याँ भइरहेको बेला चिसो पानी भत्त खाइहाल्नु राम्रो चाहिँ होइन होइन त। ल गाइस टक्क म फर्किँदैछु रुमतिर। यहाँ एउटा चाहिँ मलाई टक्क यहाँ कुरेर बसिरहेको छ है। जहिले यसलाई म भेट्छु यहाँ कुरेर बसिरहेको छ ठस्स मुख लाएर। यहाँ हेर्नु न ल ठस्स मुख लाएर हेर्नु त ल। आमा ए ठस्स परेकी छ ल। आमा जिउ तनक्क तन्काएर है। नेपालतिर भएदेखि बाँदर देख्न पाइन्थ्यो है। बाँदर देख्न नपाएको नि कति भइसक्यो। फेरि केही होइन गाइस, केही भन्न खोजेँ होइन मैले। बाँदर देख्न नपाएको नि धेरै भएको छ। त्यही होस् तपाईँहरूलाई देखेर म खुसी हुन्छु क्या फेरि कहिले काहीँ चाहिँ है।
कहिलेकाहीँ चाहिँ खुसी तपाईँहरूलाई देखेरै खुसी हुनुपर्ने हुन्छ क्या। मजाक गरे है गाइस, फेरि जोक गरे, फेरि तपाईँहरूले सिरियस लिएर फेरि जाँठोले मलाई बाँदर भन्नु होला। हुन्छ तपाईँहरू हो होइन, तै पनि मैले मजाक गर्थेँ होइन, मबाट गल्ती भयो, मैले मजाक हान्थेँ त्यो मजाक हान्दिएको गाइस। यस्तो अलिकति रुममा कामसाम छ, ठ्याक्कै मलाई टाइम टोकिदिइसकेपछि होइन, ठ्याक्कै टाइम टोकिदिन्छ नि त। अब यति बजीदेखि हुन्छ भने चाहिँ म त्यति बजी अब म कुरेर बस्छु क्या। अब गाइस है, मेन कुरा मेरो गलत काम के हुन्छ भने 8 बजेकै बजेन भनेर निन्द्याएको मान्छे नि उठेर हेर्ने बानी छ क्या मेरो। होइन अब 8 बजे मेरो लाइन जानेवाला छ होइन, लाइन जानेवाला छ, म 7 बजी उठेर नि 8 बजे छैन भनेर हेर्छु होला जस्तो मलाई लाग्छ कि। किनकि म प्रायः यस्तो कामहरूमा अगाडि बढिरहेको हुन्छु कि गाइस। किनकि म यो 8 बजे कुनै पनि काम तोक्दियो भनेदेखि मलाई घडी हेरिरहनु पर्छ कि, बरु आफ्नै हिसाबले गरेँ, आफ्नै हिसाबले भयो भनेदेखि भइहाल्यो होइन। अवधि तोकियो भनेदेखि चाहिँ मलाई त्यो चाहिन्छ क्या, चाँडै चाहिन्छ, हेर्न मन लाग्छ। त्यो भएको कारणले चाहिँ अलिकति मलाई डर लागिरहेको छ होइन आज सुत्नलाई। के हुन्छ हेरौँ, जे भए पनि ठिकै छ। नेपालमा भएदेखि त कस्तो मजाले सुत्थ्यो होला भने जस्तो भइरहेको छ क्या मलाई। सुत्नको याद आएर चाहिँ कि अरूको त केही त्यस्तो केही छैन है, सुत्नु पाएदेखि त कस्तो हुन्थ्यो जस्तो लाग्छ कि सुत्नु, मजासँग सुत्ने के होइन। टक्क ओढ्नी ओढेर जाडो महिनामा त है, भत्रक्क सिरक यत्रो बाक्लो ओढेर होइन, भमराङ्ग सुत्दा त बास स्वर्ग भने नि त्यस्तै हुन्थ्यो गाइस है। अहिले त अब स्वर्ग यस्तो स्वर्गमा बस्नु परेको छ है, हेर्नु स्वर्गै छ। यो नोटिस हालेर मलाई दिमाग खराब भएको छ कि, नोटिस हालेर दिमाग खराब भएको छ। म बिहान होइन, म बिहान काममा जाने बेला, दिउँसो भनौँ न, दिउँसो काममा जाने बेलामा यो यादै गरेको थिइनँ क्या मैले। अब यो नोटिसहरू कति टाँसिदिन्छ कति टाँसिदिन्छ कि मान्छेहरू। अब कोही कोहीले त म इन्डिया जान लाग्यो भनेर नोटिस टाँसिदिनु पनि बेलाउने जस्तो छ कि। यहाँ त टाँसेको के टाँस्छन् है। अब त्यो मैले यादै गरेको थिइनँ। दाइले त रुममा यस्तो भइरहेको छ, तैँले हेरिस् भने भन्नु। यस्तो गाह्रो हुन्छ नि गाइस। यो अहिले त हल्का अहिले जाडो महिना आएको छ, भत्रक्कै सुत्नु सकिन्छ। गरिब महिनामा यसरी बन्द भयो, 4 घन्टा 5 घन्टा बन्द भयो भनेदेखि त एक घन्टा नै सुत्न सकिँदैन। मेरो त पुरै जिउ भिज्छ क्या पसिनाले, मेरो होइन सबैको भिज्छ छ होइन। पसिना धेरै आएपछि त भिजिहाल्छ, यस्तो भिज्छ एकचोटि त्यस्तो भएको थियो गाइस है। मेरा त खाटसाट सब भिजेर यस्तो बिजोकहरू सब चेन्ज गर्नु परेको थियो। बिजोक हुन्छ क्या गाइस, बिजोक हुन्छ है। त्यो भएको कारणले चाहिँ आज अलिकति चाँडै सुतिहाल्नुपर्ने हुन्छ होइन। आजलाई चाहिँ अब मैले भिडियो यहीँ अन्त्य गर्थेँ। नयाँ हुनुहुन्छ सब्सक्राइब गरिदिनुहोस्, पुरानो शेयर गरिदिनुहोस्, लाइक गरिदिनुहोस्। हस् त, बाई बाई।